आज म मेरो एउटा स्टोरी सुनाउन जाँदैछु है साथीहरू। सुन्नु है, स्टुडेन्ट लाइफको एउटा स्टोरी छ क्या। के स्टोरी भनेपछि यो चाहिँ हामी स्कुल जाने बाटो हो क्या। स्कुल होइन, यता पनि जङ्गल छ अनि यता पनि जङ्गल छ क्या। हामी चाहिँ कोचिङ क्लास पढ्थ्यौँ होइन। अनि बिहान बिहान जानु पर्थ्यो स्कुल। अनि हाम्रो घर चाहिँ अलिक तलतिर छ क्या, तलतिर छ। अनि त्यो एक दिन के भयो भनेपछि म 3 बजे उठेछु क्या, रातिको बिहानको 3 बजे उठेछु होइन। अनि त्यसपछि उठेर अनि बिहानतिर त उज्यालो पनि त हुन्छ नि त, जुन लागेको हुन्छ। त्यसपछि अनि के भयो भनेपछि सबै स्कुल गइसकेँ, म मात्रै रहेँ भनेर म यति छिटो गएँ स्कुल है। यही जङ्गलको बाटो, अहिले त अलिकति यो फाँडेर अलिकति यसो खुल्ला देखिएन, तर अलि त्यो नै झारी नै थियो। अहिले त यता अलिक काटेर अलिकति खुल्ला बनाएछ, किनकि बाघहरू पनि आउँछ कि। अनि त्यसपछि सबै गइसक्यो भनेर म चाहिँ अनि छिटो गरेर गएँ स्कुल। यो जङ्गलको बाटो हुँदै अलिकति माथि चाहिँ यहाँबाट लगभग त्यहाँ देखिन्छ अलिअलि स्कुल। अनि गएँ, जान्छु त पुरै गेट बन्द छ। त्यसका बाजे पुरै गेट बन्द छ, गेटमा ताला लगाएको छ, कोही सुनसान। अनि जब म स्कुल पुगेँ अनि अँध्यारो हुँदै गयो कि, झन् अँध्यारो भयो। ए आमा हो। अनि एउटा बाइक उताबाट आयो र यो बाइक गयो तलतिर तर त्यो बाइकमा मैले देखेन। अनि म त छिटो आएछु के जस्तो लाग्यो। अनि फेरि फर्किएँ, त्यहाँबाट फर्किएँ है। फर्केपछि आएँ सिधै, एउटा माखो पनि छैन क्या बाटोमा फेरि। अनि म यो ठाउँनिर पुगेँ, यहीँनिर क्या, यो छ नि यो पुल जस्तो यो कल्भेट, यहीँनिर पुग्दाखेरि यस्तो भयो कि साथीहरू, यस्तो भयो होइन। त्यो के भयो त भन्नै सकिन्न क्या। पुरै यस्तो छ, पुरै छाँगाबाट खसे जस्तै भयो है। अनि भएपछि अनि यहीँनिर चाहिँ पहिलाको झुन्डेर मरेको अरे कि यहीँनिर। पुरै छाँगाबाट खसे जस्तो भयो। अनि भइसकेपछि अनि म पुरै यस्तो भयो क्या, भन्नै सकिन्न क्या त्यस्तो। अनि म यहाँ कुर्दै गएँ, त्यो अलि अगाडि चोक छ, चोकनिर गएपछि फेरि घर गएँ। अनि त्यसपछि अनि घर गएँ, एकछिन बसेँ। अनि त्यसपछि त बल्ल विद्यार्थीहरू आउन थाले। आमा म त यति राति गएछु हे भगवान् भनेर यति डर लाग्यो, ठाउँमा यति डर लाग्यो। ओहो साथै गयो क्या, यस्तो भयो कि पुरै छाँगाबाट खसे जस्तो। के हो त भन्नै सकिन्न क्या त्यस्तो भयो। भइसकेपछि अनि त्यो फेरि अनि घर गएर फेरि एकछिन बसेर फेरि स्कुल आएँ। त्यस्तो पनि हुन्थ्यो क्या गाइज। अनि यहाँ दाउरा फुल्थ्यो, दाउरा काट्न आउँथ्यौँ हामी। यो बाटो हिँड्दाखेरि एकदम याद आयो स्कुल लाइफको चाहिँ, एकदम धेरै। साथीहरूलाई पनि धेरै सम्झिरहेको छु है, मेरो प्यारीहरू। यो भिडियो हेर्छौ भने मिस यु। यस्तो हो क्या। अहिले म स्कुल पनि देखाउँछु है, स्कुल पनि म भिजिट गर्छु, यसो हेर्छु, किनकि आफू पढेको स्कुल त याद आउँछ। त्यही नै हो, गएको छ हस्पिटल, त्यहाँ छ हस्पिटल पनि आयो।